सम्भावना हुन्छ अरे। अनि मभन्दा जान्ने होस् र मैले सिकाएको कुरा अथवा मैले दिएको गाइडेन्सबाट अझ बढी कन्ट्रिब्युसन गर्न सकोस् समाजलाई भन्ने सपना चाहिँ सधैँ एउटा शिक्षकले बोक्न सक्छ भन्छन् होइन, बोक्न सक्छ या सक्दैन, मैले सकेको छु या छैन त्यो आफ्नै ठाउँमा होला, नसकेको पनि होला, कतै कतै सकेको पनि होला, तर एउटा इच्छा आकाङ्क्षा चाहिँ एउटा शिक्षकले चाहिँ बोकेर हिँडिरा हुन्छ भन्छन्। सायद त्यसैले पनि होला शिक्षक भन्ने पदलाई भनौँ अथवा त्यो उसलाई सधैँ सम्मानित पनि गरिएको छ। आजदेखि होइन, परापूर्वकालदेखि नै शिक्षकलाई सम्मानित गरिएको छ। त्यो सम्मानको कति खरो उत्रिएको छ त्यो सायद समयलाई थाहा होला अथवा कुनै अर्को पावरलाई थाहा होला। आई डोन्ट नो अबाउट द्याट। तर पनि केही न केही खुसी चाहिँ लाग्छ। फेरि पनि अरू पेसाभन्दा मैले शिक्षक पेसामा सायद मलाई थाहा भएको उमेरदेखि भनेको मलाई ज्ञान पसेको उमेरदेखि नै म कुनै न कुनै बाटोमा शिक्षकको भूमिका निभाएको छु भन्न पनि मलाई घरमा त्यही भन्छन् सबैजनाले। यसको अगाडि बस्यो भने लेक्चर बाहेक केही पनि पाइँदैन भनेर पाइएको छ होइन, लेक्चर बाहेक केही पनि पाइँदैन भनेर भन्ने नै गरिन्छ। अलिकति आफैमा स्वभाव पनि त्यो छ। अनि खराब नहोस्, कसैलाई पनि केही नहोस् भन्ने चाहिँ त्यो आइहाल्दो रहेछ कि यसो गऱ्यो भने राम्रो हुन्छ है भनेर भन्न चाहिँ आइहाल्दो रहेछ। चाहे त्यसले चाहोस् कि नचाहोस् थाहा छैन होइन, कहिलेकाहीँ नचाहेरै पनि दिइदो रहेछ। स्वभावले नै सायद यही गुण दियो होला। भरत सरले आई एप्रिसिएट all the words that Bharat sir has expressed here. एकदमै धेरै जीवन जिउने एउटा अभ्यास बताउनु भएको छ, प्र्याक्टिस बताउनु भएको छ। हामी कहीँ न कहीँ अध्यात्मबाट जहिले पनि आकर्षित भइरहन्छौँ। अध्यात्म कहीँ न कहीँ हामीसँग छ, किनभने त्यो हाम्रो नेचर हो। कुनै पनि चिज हामी नेचरबाट टाढा जान सक्दैनौँ। द्याट सुड बी द अट्र्याक्सन अफ द नेचर होइन। जुन चिज जे हो त्यो त्यसैसँग आकर्षित हुन जान्छ। त्यसैले अध्यात्मसँग हामी, सत्यतासँग हामी जति नै टाढा